छोरा जहाँ भए पनि एक्लो महसुस नगर ल। आमा हामी टाढा भए पनि हाम्रो आशीर्वाद सधैँ तिम्रो साथ रहनेछ। दुःख नमान ल छोरा। बाबा आमा म तपाईँहरूको सपना बोकेर जाँदैछु। म फर्किने जेलसम्म तपाईँहरूको माया नै मेरो शक्ति हुनेछ। राम्रोसँग बस्नु है। ल म गएँ। ल दुःख नमान। म जान त चाहन्न थिएँ, तर परिस्थितिले मलाई तिमीबाट टाढा लैजाँदैछ। मलाई थाहा छ, तर मनले स्वीकार्न मानेको छैन। म फर्किन्छु, सबै सपना पुरा गरेर फर्किन्छु। सपना पुरा गर्न त जाँदैछौ, तर मेरो सपना त तिमी हो नि। तिमीलाई छोडेर जान मेरो जीवनको ठुलो हार हो। मलाई पर्खेर बस्न सक्छौ नि? यो जुनी मात्रै होइन, 1000 जुनी पर्खिनेछु। म समयसँग होइन, तिम्रो सम्झनामा लड्नेछु। ल म गएँ। किरण! म तिम्रो फर्किने आशामा बाँच्ने छु। छिटै फर्केर आउनु है।
तासी म परदेश जाँदैछु तँलाई थाहा छ नि म छुङ्दालाई कति माया गर्छु भनेर म नफर्केसम्म मेरो छुङ्दाको ख्याल गर्दै है तिमी धेरै पिर नलिऊ त मेरो बच्चादेखिको साथी हो तिम्रो छुङ्दालाई हरेक दुःख सुखमा म साथ दिन्छु धन्यवाद यार म अब जान्छु है ढिलो भइसक्यो ल राम्रोसँग बस् ल